जब हाम्रो भिम्यान टिममा सस्टेनेबिलिटीको बारेमा छलफल हुँदै थियो, हामीले अलिक फरक दृष्टिकोणबाट सोच्यौं, जुन थियो इन्डिजिनियस नलेजलाई जोड्ने, जसले सस्टेनेबिलिटीमा फोकस गरेर इकोनोमिक बेनिफिट्स पनि दिएको छ। रिसर्च गरेपछि हाम्रो टिमले भक्तपुर जाने र पुरानो कला र परम्पराको बारेमा जान्ने निर्णय लियौं, जहाँ हामी रञ्जना प्रजापतिसँग भेट्यौं। जुगु नाम रञ्जना प्रजापति, जो चाहिँ 6-7 वर्ष दटर खोज्या नपा चाहिँ म यहाँ को चाहिँ नेपाल छिया पुस्ता नेपाल छिया ज्या बाजा अझै पनि पालेल छिया उगा अझको दौ मखु 2-3 वर्ष नेपाल छिया मखु बाजा बराजुया पालेल छिया फ्यामिली नेपाल छिनको के वे कन्टिन्यू उनको विचारमा यो परम्परा भक्तपुरमा 200-300 वर्षदेखि चलिआएको थियो। फर्स्ट चाहिँ हामी चाहिँ चाक्याल अथवा चानियाट अहिले वक्ता चाहिँ पेलेयङ चाहिँ चिसँग लाटो सफायङ थियो अछि टुक्रा ले म छु एलियो अहिले मुछेयङ पिठो मुछ्या थे मुछेयङ देख अहिले रेडी जिचा अहिले किन देख स्टार्ट अहिले वो देखे रुगानी न तना आथे पाइ वो थन देखौ ग मुला वो तो चाहिँ मेगा देखौ ग वो पट्या चाहिँ सोनु न पाया ग अहिले 3-4 दिन लगे जुको गानेटा अहिले रंग पैर न कि वो पोलियाटा रेडी जुलका सा चाहिँ चाखानी न हेबिउ चिसन चाहिँ न्याउ नापिन चाहिँ जिउ सस्तेता चाहिँ फाइदा जी मुखला छौ चाहिँ जिउ लोकल जिया चाहिँ जो जीवन्तता दया छ नि छौ चाहिँ न्यु चाहिँ वजुलले यो कारण त द यो त वातावरणलाई चाहिँ यसले चाहिँ राम्रो गर्छ किनभने यो टुक्रा भएपछि फुटेपछि वातावरणसँगै मिल्ने माटोसँगै मिल्ने भयो नि हैन यो अनि प्लास्टिकको चाहिँ जुन अब हामीले युज गर्यो फुट्दैन त्यो हैन अनि मन नपरेपछि फाल्छ यताउति वातावरण चाहिँ फर हुन्छ त्यो एकदम कुहिन पनि कुहिदैन हैन यो काँचो हुन्जेल चाहिँ मिल्छ फुटिसकेपछि चाहिँ मिल्दैन फेरि बनाउन मिल्दैन तर कयौं वर्ष पछाडी जो माटै बन्छ त्यो यो हातले बनाएको क्ले आइटमहरू हेल्थ र इन्भाइरोन्मेन्टको लागि फाइदाजनक छन्। प्लास्टिकको तुलनामा यो बायोडिग्रेडेबल हो, साथसाथै यसले स्थानीय पालनहरूलाई जीवित राख्ने काम गरेको छ, जसले गर्दा यसलाई एउटा सस्टेनेबल अप्सन बनाएको छ। आजसम्म कुनै संस्था छैन यसलाई चाहिँ जोगाइराखौं भन्ने चाहिँ हैन 15-20 वर्षमा यो सायद एउटा दुईटा हुन्छ होला काठमाडौँमा जस्तै काठमाडौँमा पनि पहिला थियो रे अब छैन नि त्यस्तै हुन्छ होला यहाँ सबै बनाउन मिल्छ यसबाट सबै चुलोदेखि लिएर सबै मिल्छ आजकल त फेरि एउटा दुईटाले चाहिँ त्यो भाँडोमा भात पकाएर खाने भनेर खान थालेको छ नि त आफ्नो हेल्थको लागि सबै चाल ढोकादेखि लिएर सबै बनिरहेछ ढोका छ नि ढोका पनि सबै 55 झाले दरबार सुधा बनाइरहेछ उसको घर त्यो काठको बनाइरहेछ नि त्यो माटोकै बनाएको छ उसले सबै 55 झालको 55 वटा झालै ल्यान्ड राखिरहेछ घर पनि ठुलो बनाइरहेछ। यो थियो हाम्रो एउटा भक्तपुरमा स्थित दिगो उद्यमशीलताको उदाहरण। यस्तै धेरै रैथाने ज्ञानले युक्त दिगो उद्यमहरू बिस्तारै लुप हुने जोखिममा छन्। यस्ता रैथाने ज्ञानले युक्त उद्यम तथा सिपहरू जुन वातावरण मैत्री पनि छन्, यी ज्ञानहरू र सिपहरूलाई जोगाउन हाम्रो सबैको दायित्व हो।